डे 5 इन जेजु ब्रेकफास्ट खाएर हामी लाग्यो पब्लिक ट्रान्सपोर्टेसनतिर। हाम्रो बस पनि आयो। यहाँ चाहिँ यो टी मनी कार्ड भन्ने यस्तो पर्पल कलरको अक्टोपस कार्ड जस्तो हुँदो रहेछ। अनि आजको डेस्टिनेसन इकोल्यान्ड। 1.5 घन्टा लागेर 3टा बस चेन्ज गर्दै पुग्यो हामी इकोल्यान्ड। यहाँ चाहिँ 4वटा डिफ्रेन्ट स्टेसन्सहरू रहेछ। अनि यो स्टेसन भिजिट गर्ने चाहिँ यस्तो किसिमको चुचु ट्रेन हुँदो रहेछ है। यो ट्रेनमा चढेर स्टेसनै पछि झर्दै हेर्दै अनि फेरि चढ्दै गर्नुपर्ने रहेछ। हामी चाहिँ तरिका नजानेर अब फर्स्ट टाइम हो नि त हैन। अनि 2टा स्टेसन त त्यत्तिकै मिस भयो, तर 3rd र 4th चाहिँ हेऱ्यौँ। कस्तो मजाको चुच्चु ट्रेन हुँदो रहेछ। अनि वेदर पनि यस्तो पर्फेक्ट थियो। बिहान चाहिँ एकैछिन पानी परेर झन् कस्तो कुल डाउन भएको। अनि हावा पनि मजाले चलेको क्लाउडी डे पाएको थियो। सानो बच्चाहरूको लागि चाहिँ बेस्ट रहेछ। मेनल्यान्ड चाइनिजहरू कति धेरै आउँदो रहेछ ग्रुपमा। अनि बच्चाहरूको डिफ्रेन्ट एक्टिभिटिजहरू रहेछ है। अनि फेरि हामी त्यही ट्रेनमा चढेर अब अर्को स्टेसनतिर लाग्यौँ, फुलै फुलको बगैँचातिर। यहाँ सिजनल फुलहरू फुलेको रहेछ। ल्याभेन्डर फिल्ड भन्दो रहेछ, तर ल्याभेन्डर चाहिँ फुली भएको चाहिँ नरहेछ। मेबी अझै 1-2 महिना चाहिँ लाग्ला जस्तो छ। अनि यो फुलै फुलको बिचमा फोटो खिच्दाखेरि फुलहरू बिग्रिन्छ भनेर यो बोराको म्याट जस्तो हेर्दा पनि राम्रो गरेर कस्तो राम्रोसँग राखेको। अनि इको फ्रेन्डली पनि भइहाल्यो। यो चाहिँ सानो सानो घोडा हो कि बच्चै घोडा हो यिनीहरू चाहिँ। हेलो वे खानेकुरा नदिएको त रिसाएको हो क्या। ल हेर बाख्राले रुखको बोक्रा पो खाँदैछ त। ए बाख्रा आयो। हेलो खानेकुरा छैन हामीसँग त। यत्रो घाँस यहीँ छ, यही खाऊ। ओके छैन हामीसँग खानेकुरा। हेलो डिफ्रेन्ट फार्म एनिमल्सहरू हेरेर अनि हामी ब्याक टु द स्टेसन। थ्याङ्क यू फर वाचिङ।